जय मसीह। आउनुहोस् आज फेरि हामी सदा झै हाम्रो बाइबल पाठमा हामी उपस्थित भइसकेका छौँ। आज हामीले पाठ गर्ने अध्याय प्रेरितको पुस्तक 8 अध्यायबाट हामी पाठ गर्नेछौँ। हामीले नियमित प्रेरितको पुस्तकलाई हामीले अध्ययन गर्दै आइरहेका छौँ अनि हामीले यसलाई अहिलेसम्म हामीले पाठ गरेको अध्यायहरूमा कुनै व्याख्या नगरिकन हामीले जस्तो लेखेका छौँ त्यस्तै हामीले यसलाई अक्षरश हामीले पाठ गर्दै आइरहेका छौँ। अनि यसको एउटा कारण यो जस्तो छ त्यस्तै पाठ गर्नुको कारण चाहिँ अहिलेको विभिन्न अनुवादमा अनुवाद गरिएको बाइबलहरूमा चाहिँ फरक शब्दहरू अनि अलिकति बुझ्न नसकिने त्यहाँको शब्दहरू भएकोले गर्दाखेरि हामीले अलिकति सजिलो सरलसँगले बुझ्न सक्ने बाइबल चाहिँ हामीले एनबिएसको 2016 को अनुवादलाई हामीले लिएका छौँ। अनि यसमा चाहिँ हामीले बुझ्न सक्ने सजिलोसँगले बुझ्न सक्ने शब्दहरूमा लेखिएको छ। हामी पढ्न सक्नेहरूले हामीले छानेर खोजेर हामी पढ्न सक्छौँ, तर धेरै हाम्रो मण्डलीहरूमा जसले पढ्न सक्नुहुन्न अनि नयाँ आउने विश्वासीहरूको लागि अलिकति सजिलो बुझ्नको लागि भनेर पनि हामीले यसलाई अक्षरश जस्तो छ त्यस्तै हामीले पाठ गर्दै आइरहेका छौँ। अनि आज हामीले पाठ गर्दै गरेको खण्ड 8 अध्याय चाहिँ यदि हामीले 1 अध्यायबाट नियमित सुन्दै आएका छौँ भने हामीले सजिलोसँग बुझ्न सक्छौँ, तर बिचमा हामीले सुन्न छुटाएका छौँ या हामीलाई अध्याय र त्यहाँभित्र लेखिएको वचनहरू यदि हामीलाई थाहा भएन भने हामीलाई बुझ्न अलिकति गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि हामी प्रेरित 8 अध्यायमा चाहिँ अलिकति पछाडि 7 अध्याय र 6 अध्यायलाई पनि हामी अपडेट गर्नेछौँ र यसलाई अलिकति बुझ्न सजिलो होस् भनेर थोरै केही शीर्षकहरूमा हामी त्यसलाई व्याख्या पनि गर्नेछौँ। आउनुहोस् ढिला नगरिकन हामी प्रेरित 8 अध्यायको शीर्षकबाट हामी सुरु गरिहाल्नेछौँ। मण्डलीको सतावट र विस्तार। अनि 1 मा लेखिएको छ, तिनको हत्यामा साउल पनि सहमत थिए। त्यसै दिन यरुशलेममा भएका मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका इलाकाहरूतिर छरपष्ट भए भनेर 1 पदमा लेखिएको छ। अनि तिनको हत्यामा साउल पनि सहमत थिए भन्दै गर्दा हामी 6 अध्याय र 7 अध्यायमा फर्किनु पर्ने हुन्छ कि त्यहाँनिर तिनी भनेको चाहिँ स्तेफनस थिए, जो चाहिँ प्रभु येशू ख्रीष्टका 12 प्रेरितहरूले जब यरुशलेममा उहाँहरूको सेवाकाई बढेर गयो अनि धेरै रोगी बिरामीहरूले छुटकारा पाए अनि धेरै मानिसहरू चाहिँ त्यहाँ थपिँदै गएपछि भिडहरूलाई नियन्त्रण गर्न नसकेपछि अनि सेवाकाईमा बाधा पुगेपछि चाहिँ 12 प्रेरितहरूले सल्लाह गरेर प्रार्थना गरेर चाहिँ पवित्र आत्माले भरिपूर्ण 7 जना प्रेरितहरूलाई नियुक्त गरेका थिए। तीमध्ये स्तेफनस पहिलो व्यक्ति थिए। अनि स्तेफनस चाहिँ यस्तो प्रेरित भए कि पछि गएर एकदमै शक्तिशाली प्रचारक भए अनि स्तेफनसको जीवनबाट धेरै मानिसहरूले छुटकारा पाए, धेरै आश्चर्यको कामहरू भएको थियो। अनि स्तेफनसको भाषण त्यो प्रचारलाई सुनेर कसैले पनि प्रतिवाद गर्न सक्दैनथे। अनि त्यो बेलाका विरोधीहरूले ख्रीष्ट विरोधीहरूले चाहिँ एकदमै उनीमाथि झुटो आरोप लगाए कि स्तेफनसले चाहिँ ख्रीष्टको प्रचार गरिरहेका थिए अनि व्यवस्थाद्वारा मानिसहरू धर्मी ठहरिन सक्दैन, किनभने अगमवक्ताहरूले पहिलेदेखि नै उद्धारकर्ता अनि मुक्तिदाता जन्मिने कुराहरू बताएका थिए अनि आउने दिनको कुराहरूको भविष्यवाणी गरेका थिए। अनि त्यो कुराहरू चेतावनी दिँदै चाहिँ उसले चाहिँ भाषणहरू दिने गर्थे, प्रचारहरू गर्ने गर्थे। अनि त्यही क्रममा स्तेफनसलाई झुटो आरोप लगाइन्छ। यी व्यक्तिले चाहिँ हाम्रो व्यवस्थाको विरुद्ध बोले, हाम्रो मन्दिरलाई यिनले चाहिँ अपवित्र तुल्याए अनि हाम्रो मन्दिरलाई नाश गर्ने कुरा गरे भनेर उसलाई चाहिँ झुटो आरोप लगाएर पक्राइन्छ। त्यस पछाडि महासभाको अगाडि लगेर उसलाई खडा गरिन्छ। अनि स्तेफनसलाई त्यहाँ महासभाको अगाडि झुटो प्रमाणको पुष्टि गर्नको लागि धेरै विरोधीहरूको उपस्थितिमा स्तेफनसलाई आफ्नो समयमा बोल्ने मौका दिँदाखेरि स्तेफनसले इजरायलको डल्लै इतिहासलाई इजरायलीहरूको महासभाको बिचमा उसले बयान गरिदिन्छ। अन्तमा बयान गर्दै जाँदाखेरि त्यहाँका सम्पूर्ण ती धर्मगुरुहरू अनि सम्पूर्ण उसको विपक्षका मानिसहरूलाई चेतावनी दिँदै वचनबाट उसले जुन गवाई अनि जुन
इतिहासको बयान गरिदिन्छ। त्यस पछाडि चाहिँ उसलाई त्यहाँका विरोधीहरूले महासभाबाट बाहिर लगेर उसलाई ढुङ्गाले हानेर हत्या गरिन्छ। अनि उसको हत्या गर्दै गर्दाखेरि स्टेफनसले आफूमाथि हत्या गर्ने मानिसहरूको निम्ति उसले घुँडा टेकेर प्रार्थना गरिदिए कि उसले अन्तमा भन्दै थिए कि उसलाई बाहिर लगेर उसको हत्या गर्ने बेलामा स्टेफनसले भनेका थिए, आफ्नो नजर उठाएर स्वर्गतिर हेरेका थिए अनि उसले चाहिँ स्वर्ग उग्रिएको अनि प्रभु येशू ख्रीष्टलाई पिताको दाहिनेपट्टि उभिरहेको म देख्दछु, मानिसको पुत्रलाई चाहिँ पिताको दाहिनेपट्टि म उभिएको देख्दैछु भनेर उसले भनेपछि उनीमाथि ढुङ्गा वर्षाउन थाल्छन्। अनि अन्तमा उसले ती ढुङ्गा वर्षाउने मानिसहरूको निम्ति दयाले भरिपूर्ण भइकन अन्तिम प्रार्थना गर्छन्, हे पिता, यी मानिसहरूले जे गर्दैछन् सो जान्दैनन्, यी मानिसहरूलाई क्षमा गरिदिनुहोस् भनेर उसले जसरी प्रभु येशू ख्रीष्टले पनि क्रुसमा आफ्नो प्राण त्याग्दै गर्दाखेरि उनीमाथि हत्या गर्ने मानिसहरूको निम्ति यसरी नै प्रार्थना गरेका थिए, हे पिता, यी मानिसहरूले जे गर्दैछन् यिनीहरूले जान्दैनन्, यिनीहरूलाई थाहा छैन, यिनीहरूलाई क्षमा गरिदिनुहोस्। अनि यसरी नै स्टेफनसले पनि एकदमै प्रभु येशू ख्रीष्टको शिक्षामा, विश्वासमा अनि पवित्र आत्माको भरिपूर्णतामा भरिएर चाहिँ उसले पनि अन्तिम यी शब्दहरू भनेर आफूमाथि ढुङ्गा वर्षाउनेहरूको निम्ति ती प्रार्थना गरेर उसले आफ्नो प्राण त्यागेका थिए। अनि स्टेफनसको हत्यालाई प्रमाणित गर्नको निम्ति चाहिँ त्यहाँनिर एकजना व्यक्तिको नाम हामीले सुनेका छौँ 7 अध्यायमा। त्यहाँ साउल भन्ने एकजना व्यक्ति खडा थिए अनि त्यहाँ लेखिएअनुसार उसको हत्यामा संलग्न भएका मानिसहरूले चाहिँ आफ्नो वस्त्रहरू फुकालेर साउलको खुट्टानेर राखिदिएका थिए अनि साउलले त्यसलाई सहमति जनाएका थिए भनेर हामीले पढेका छौँ। अनि साउल चाहिँ कस्तो मानिस थियो भने एकदमै यहुदीहरूको कठोर एउटा यहुदी गुरु पनि थिए, किनभने ऊ व्यवस्थामा नै जन्मिएका थिए अनि त्यही शिक्षामा उनीहरू हुर्केका थिए र जसले एउटा महासभाको विरुद्ध अथवा त्यो शासकको विरुद्ध भनौँ अथवा त्यो व्यवस्थाको विरुद्ध बोल्छ भने र त्यहाँनिर चाहिँ उसलाई चाहिँ दण्ड दिने अनि सताउने त्यहाँका मण्डली र त्यहाँको विश्वासीहरूलाई सताउने काम ऊबाट भइरहेको थियो। किनभने यरुसलेममा प्रेरितहरूको सेवाकाई यति धेरै बढेर गएका थियो, धेरै मानिसहरू त्यहाँनिर चाहिँ बढिरहेका थिए अनि त्यसको विरुद्धमा चाहिँ उसले चाहिँ सताउने कामहरू गरिरहेको थियो र ती व्यक्ति 8 अध्यायको 1 पद हामीले पढ्दै गर्दाखेरि चाहिँ तिनको हत्यामा साउल पनि सहमत थिए भनेका चाहिँ ती व्यक्ति थिए। पछि साउलको जीवन कसरी परिवर्तन भएर उसको जीवनमा के हुन्छ हामी बाँकी 9 अध्यायमा हेर्नेछौँ, तर अहिले हामी 8 अध्यायमा जे छ फेरि हामी त्यसलाई निरन्तर हामी पाठ गर्नेछौँ। र 2 पदमा लेखिएको छ, भक्तजनहरूले स्तेफनसलाई लगेर गाडे र तिनको निम्ति ठुलो विलाप गरे। 3 तर साउलले चाहिँ घर घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए, तिनले पुरुष र स्त्रीहरूलाई घिस्याउँदै लगी झ्यालखानामा हालिदिन्थे भनेर लेखिएको छ। र यो साउलले मण्डलीलाई सताउने कामहरू भइरहेको थियो। जब यरुसलेमभित्र चाहिँ धेरै मण्डलीहरू चाहिँ विस्तार अथवा त्यहाँका मानिसहरूको भिडहरू बढ्दै गयो अनि सतावटहरू सुरु हुन थालेपछि चाहिँ यी प्रेरितहरू चाहिँ त्यहाँबाट चाहिँ स्तेफनसको हत्यापछि चाहिँ उनीहरू चाहिँ यरुसलेमदेखि छरपष्ट भएर उनीहरू चाहिँ तितर भएर यरुसलेमदेखि वरिपरिको सहरहरूमा, यहुदियामा, सामरियामा, यरियोतिर सबैतिर चाहिँ चारैपट्टि पुगेर उनीहरूले प्रचारलाई अघि बढाएका थिए। अनि त्यसरी चाहिँ मण्डलीको सतावट र विस्तार सुरु भएको थियो। र हामी ढिला नगरिकन 4 अध्यायमा जानेछौँ र एउटा शीर्षक छ। आज हामीले प्रत्येक शीर्षकलाई केही अलिकति व्याख्या पनि गरिरहेका छौँ। सदा चाहिँ हामीले यसलाई पाठ मात्रै गरेका छैनौँ, अलिकति बुझ्न सजिलो होस् किनभने हामी निकै भित्र आइसकेका छौँ। त्यस कारणले गर्दा पाठ गर्दाखेरि हामीलाई बुझ्न सजिलो होस् भनेर पनि हामीले यसलाई पाठ गरेसँगै अलिकति व्याख्या गर्दैछौँ। 4 पदमा लेखिएको छ, सामरियामा फिलिप। तब ती छरपष्ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। 5 फिलिप चाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्टको प्रचार गरे। 6 फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भिडले एक मनका भई तिनका कुरामा ध्यान दिए।
7 किनकि धेरैजनाबाट अशुद्ध आत्माहरू ठुलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पक्षाघातका रोगीहरू लङ्गडाहरू पनि निको पारिए। यसरी त्यस सहरमा ज्यादै आनन्द भयो। अनि फिलिप भन्ने एकजना प्रेरित चाहिँ सामरियातिर पुगे अनि त्यहाँ गएर उसले ख्रिस्टको प्रचार गरे। अनि फिलिपको प्रचार सुनेर धेरै मानिसहरूले छुटकारा पाए, धेरै मानिसहरूले विश्वास गरे अनि धेरै मानिसहरूबाट दुष्ट आत्माहरू भूतात्माहरू निस्केर गए अनि धेरै मानिसहरूले विश्वास गरे, बप्तिस्मा गरे फिलिपको प्रचारबाट चाहिँ। त्यसरी हामी 9 पदमा जानेछौँ र यहाँ फेरि एउटा शीर्षक छ सिमोन जादुगर भन्ने। अनि यसरी फिलिप प्रचार गर्दै अघि बढिरहेका छन्। सिमोन नाउँ भएको एकजना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादुगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो र आफूलाई मै हुँ भनी ठान्दथ्यो। 10 त्यस मानिसलाई सानोदेखि ठुलासम्म सबैले यसो भनेर मान्थे, यो मानिस परमेश्वरको त्यो शक्ति हो जसलाई महाशक्ति भनिन्छ। 11 तिनीहरूले त्यसलाई मान्थे किनभने धेरै समयदेखि त्यसले आफ्नो जादुगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो। 12 तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रिस्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। 13 सिमोन आफैले पनि विश्वास गर्यो, त्यसले बप्तिस्मा लियो र त्यो फिलिपसँग लागिरह्यो र चिन्हहरू र ठुला ठुला अचम्मको काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। 14 सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरुशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्नालाई तिनीहरू कहाँ पठाए। 15 उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाउन् भनेर तिनीहरूको निम्ति प्रार्थना गरे। 16 किनकि त्यतिन्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनु भएको थिएन, तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। 17 तब उनीहरूले आफ्नो हात तिनीहरूमाथि राखे र तिनीहरूले पवित्र आत्मा पाए। अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदो रहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो। 19 मलाई पनि यो शक्ति दिनुहोस् र मैले जोसुकैमाथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्। 20 तर पत्रुसले भने तेरो रुपियाँ तँसँग नष्ट होस् किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैँले विचार गरिस्। 21 यस विषयमा न त तेरो केही भाग छ न हिस्सा नै छ किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठिक रहेनछ। यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चाताप गर अनि प्रभुमा प्रार्थना चढा र सायद तेरो हृदयको यस्तो विचार क्षमा होला किनकि म देख्दछु तँ तिक्तताले भरिएको छस् अनि अधर्मको बन्धनमा छस्। 24 तब सिमोनले भन्यो, तपाईहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस् र तपाईहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आइ नलागोस्। अनि तिनीहरूले गवाई दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरुशलेम फर्के। यो दोस्रो शीर्षक सिमोन जादुगरसँग फिलिपको भेट हुन्छ। अनि फिलिपको प्रचार सुनेर फिलिपको सुसमाचार सुनेर धेरै मानिसहरूले विश्वास गर्दै गर्दाखेरि सिमोन जादुगरले पनि फिलिपको सुसमाचारमाथि विश्वास गर्छ अनि उसले बप्तिस्मा पनि लिन्छ अनि ऊ फिलिपको साथमै नै लागिरहेका थिए। अनि यतिकैमा यरुशलेममा भएका अरू प्रेरितहरूले सामरियामा एकदमै सेवकाई फिलिपको सेवकाईहरू बढेर गएको अनि त्यहाँका सेवकाईको बारेमा सुनेपछि त्यहाँका प्रेरितहरूले प्रेरित पत्रुस र यूहन्नालाई सामरियामा पठाउँछ। अनि उनीहरू त्यहाँ आएर चाहिँ जब फिलिपसँगै सेवकाईमा सामेल हुन्छ अनि त्यो सेवकाईमा साथ दिन्छ अनि फिलिपको सेवकाईमा विश्वास गर्ने त्यहाँका विश्वासीहरू अनि त्यहाँका मण्डलीहरूमा चाहिँ पवित्र आत्माको प्रार्थना र उनीहरूमा पवित्र आत्माको वरदान पाएको थिएन उनीहरूले। अनि यूहन्ना अनि पत्रुस र यूहन्ना आइकन मण्डलीमा आएर विश्वासीहरूमाथि हात राखेर प्रार्थना गर्छन् अनि उनीहरूले पवित्र आत्मा पाउँछन् अनि त्यो शक्तिशाली कामहरू सबैको जीवनबाट हुँदै जान्छ। अनि त्यो कुरा चाहिँ सिमोन जादुगरले पनि निहालिरहेको हुन्छ। उसले पनि ग्रहण गरेको थियो, विश्वास गरेर बप्तिस्मा पनि लिइसकेको थियो। तर उसले के भन्छ पत्रुसलाई, यसो हेर्छ किनभने उसको पहिलाको पेसा चाहिँ जादुगरी गर्ने थियो अनि धेरै मानिसहरूलाई उसले चाहिँ अचम्मको
चमत्कारहरू देखाउने उसको एउटा पेसा पनि थियो अनि सायद उसँग प्रशस्त पैसा पनि थियो होला। अनि यसो विचार गऱ्यो धेरै गर्नुपर्थ्यो होला, उसले दुःख गर्नुपर्थ्यो के गर्नुपर्थ्यो, अब त्यो जादु गरेर धेरै कुराहरू टेक्निकहरू सिक्नु पर्यो होला के त्यो धेरै कुराहरू उसले भएको कारणले गर्दा यसो सम्झ्यो। उसमा एक प्रकारको लोभ, इच्छा, चाहना, स्वार्थ भनौँ, यसो विचार गर्दाखेरि यो पो सजिलो रहेछ त, यसो हात राखेर प्रार्थना गर्नु बित्तिकै मानिसहरूमा यस्तो चमत्कारको कामहरू हुँदो रहेछ, यस्तो छुटकाराको कामहरू हुँदो रहेछ, यो सजिलो लाग्यो मलाई पनि भन्ने विचार गरेर उसले चाहिँ आफूसँग भएको रुपियाँले त्यो वरदानलाई किन्न खोज्यो भनेर भनिन्छ। त्यहाँ आफ्नो केही रुपियाँहरू ल्याएर चाहिँ पत्रुस र यूहन्नालाई भन्छ, तपाईँहरूले यसो हात राखेर प्रार्थना गर्दाखेरि त्यो छुटकारा चमत्कारको कामहरू हुने शक्ति चाहिँ मलाई पनि दिनुहोस् न भनेर भन्दाखेरि चाहिँ त्यो उसको स्वार्थभित्रको कुराहरूलाई चाहिँ पत्रुसले अनि सिधै त्यहाँ चेतावनी स्वरूप भनिन्छ कि परमेश्वरको शक्तिको काम र वरदानको काम चाहिँ रुपियाँले किनेर पाइने कुरा होइन भनेर उसले चेतावनी दिन्छ। अनि मण्डलीमा पनि आज पनि त्यो हामी प्रायःहरू देखिने गरिन्छ अनि कि परमेश्वरको शक्तिको काम अनि पवित्र आत्माको काम चाहिँ कसैको इच्छा, कसैको चाहनाले अथवा रुपियाँ पैसाले किनेर पाइने कुरा होइन, किनभने यो चाहिँ हृदयसँग तपाईँको अनि हाम्रो विश्वाससँग जोडिएको कुरा हो। तपाईँ अनि हामीलाई परमेश्वरले कुन नजरले हेर्नुभएको छ, हाम्रो हृदय कतिको परिवर्तन छ, हाम्रो विश्वास र भरोसा प्रभुमाथि कतिको दर्बिलो छ, हामी कसरी प्रभुमा जिरहेका छौँ अनि त्योसँग मात्रै भर पर्ने कुरा हो। अनि प्रभुको इच्छा अनि उहाँको हेराइ र दृष्टिमा जो प्रभुको नजरमा ठिक छ, सही छ, पवित्रतामा एकदमै अनि उसको जीवन चाहिँ प्रभुमा समर्पण छ भने अनि प्रभुले दिने कुरा हो, ताकि मान्छेले चाहेर अनि त्यो रुपियाँले किनेर पाइने कुरा होइन। अनि त्यो थिएन पनि त्यति बेला पनि पत्रुसले अनि सिमोन जादुगरमाथि भएको यो वार्तालापहरू हामीले यो खण्डहरूमा यो शीर्षकहरूमा हेरेका छौँ र मुख्य यसको सन्देश त्यो नै थियो। सो त्यसै गरी हामी दोस्रो शीर्षकमा हामी जानेछौँ। दोस्रो शीर्षकमा हामी हेर्नेछौँ 26 इथियोपियाका उच्च पदाधिकारी, अनि यो अन्तिम शीर्षक हुनेछ प्रेरित 8 अध्यायको 26। त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, उठेर दक्षिणतिर यरुसलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ, त्यहाँ मरुभूमिको बाटो छ। 27। अनि फिलिप उठेर गए र एकजना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दकीका ठुला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरुसलेममा आराधना गर्न गएका थिए। 28। उनी फर्किरहेका थिए र आफ्नो रथमा बसी यशाया अगमवक्ताको पुस्तक पढिरहेका थिए। 29। तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, जाऊ र त्यस रथको साथ लागा। 30। फिलिप तिनी कहाँ दौडेर गए र तिनलाई यशाया अगमवक्ताको पुस्तक पढिरहेको सुनेर उनले सोधे, तपाईँले पढिरहनु भएको कुरा बुझ्नुहुन्छ? 31। तब तिनले भने, कसैले नबताइकन म कसरी बुझ्न सक्छु र? अनि तिनले फिलिपलाई रथमा चढी तिनको साथमा बस्ने अनुरोध गरे। 32। तब उनले पढिरहेको धर्मशास्त्रको खण्ड यो थियो, जसरी भेडा काटिनलाई लगिन्छ वा थुमा उन कतरनेको सामु चुप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। 33। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन, उसको पुस्तकको बयान कसले गर्ने, किनभने उसको जीवन पृथ्वीबाट हरण भयो। 34। तब ती नपुंसकले फिलिपलाई भने, कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा? 35। तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। 36। अनि तिनीहरू बाटोमा जाँदा जाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ? 37। फिलिपले भने, यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईँले बप्तिस्मा लिन सक्नुहुन्छ। तिनले जवाब दिए, प्रभु येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भने म विश्वास गर्दछु। 38। तिनले रथ रोक्ने आज्ञा दिए अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले र उनले तिनलाई बप्तिस्मा दिए। 39। तर जब उनीहरू पानीबाट बाहिर उक्लिएर आए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो र ती नपुंसकले उनलाई फेरि देखेनन् र ती रमाउँदै आफ्नो बाटो लागे। 40। तर फिलिप अस्दोदमा देखा परे र कैसरिया नपुगिन्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए। हामीले
प्रेरितको पुस्तक 8 अध्यायको अन्तिम शीर्षक इथियोपियाको एकजना उच्च पदाधिकारीको विषयमा लेखिएको शीर्षक हामीले हेऱ्यौँ, जहाँ चाहिँ पत्रुस र यूहन्नाले चाहिँ सामरियामा फिलिपसँगको त्यो सेवाकाई सकेर चाहिँ यरुशलेम फर्किएपछि फिलिप चाहिँ त्यहीँनिर थिए अनि प्रभुका आत्माले चाहिँ फिलिपलाई भन्नुभयो कि यरुशलेमबाट एकजना मानिस आउँदैछ अनि त्यसको साथमा जाऊ। अनि जब फिलिप त्यहाँ पुग्दाखेरि अनि इथियोपियाका एकजना रानी जसको नाम कन्दाकीका चाहिँ एउटा उच्च पदको कोषाध्यक्ष थिए, ऊ चाहिँ यरुशलेमबाट आराधना गरेर फर्किँदै थिए अनि उसले चाहिँ आफ्नो रथमा यशाया अगमवक्ताको पुस्तक 53को 7 पद पढिरहेको सुनेर फिलिपले सोध्छ, तपाईँले पढ्दै गर्नुभएको यो अगमवक्ताको पुस्तकमा पढ्दै गर्नुभएको वचन तपाईँ बुझ्नुहुन्छ भन्दै गर्दा चाहिँ ती उच्च अधिकारीले भन्छ, कसैले नबताइकन मैले कसरी बुझ्न सक्छु र। अनि त्यसै बेला फिलिपले चाहिँ त्यही खण्डबाट चाहिँ प्रभु येशूको सुसमाचार सुनाए अनि उसलाई सुसमाचार सुनाएपछि ती पदाधिकारीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्छन् अनि भन्छन्, अब म प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्छु, मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ भन्दाखेरि फिलिपले भन्छ, यदि तपाईँले साँचो हृदयले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुभएको छ भने तपाईँले बप्तिस्मा लिन सक्नुहुन्छ। त्यसपछि जाँदा जाँदै बाटोको छेउमा पानी नेरा पुगेपछि फिलिपले ती इथियोपियाका उच्च पदाधिकारीलाई चाहिँ पानीको बप्तिस्मा दिन्छ। त्यसपछि चाहिँ फिलिप त्यहाँबाट हराउँछ अनि प्रभुका आत्माले उसलाई चाहिँ अर्कै ठाउँमा लगेर जान्छन्, अस्तोद भन्ने ठाउँमा। अनि त्यो कैसरिया नपुगिन्जेल उसले चाहिँ सुसमाचार प्रचार गर्दै ती विभिन्न सहरहरूमा जान्छ अनि ती इथियोपियाका उच्च अधिकारी चाहिँ आफ्नो बाटो लाग्छ। आजको हामीले प्रेरित 8 अध्यायलाई हामीले पूर्ण पाठ गरिसकेका छौँ अनि आज हामी अलिकति विभिन्न शीर्षकहरूलाई पनि अलिकति थोरै मात्रामा व्याख्या गरेका छौँ। सो मलाई लाग्छ यहाँहरूले नियमित रूपमा सुन्दै आउनुभएको छ र दैनिक अध्ययन गर्दै हुनुहुन्छ प्रेरितको पुस्तक भने चाहिँ यहाँहरूले सजिलोसँग बुझ्न सक्नुहुन्छ अनि यहाँहरू सबैलाई प्रभुले अनुग्रह गरून्। आजको हाम्रो प्रेरित 8 अध्यायको पाठबाट हामी बिदा हुन्छौँ। अर्को 9 अध्यायमा हामी फेरि पुनः भेट्नेछौँ भन्दै यहाँहरू सबैलाई प्रभुले अनुग्रह गरून्। सबैबाट बिदा हुन्छु। जय मसीह।